दर्शकबिन्द आजको कार्यक्रममा तपाईँलाई स्वागत छ। देशको समसामयिक विषयमा कुराकानी गर्नका लागि मसँग अतिथिको रूपमा हुनुहुन्छ मङ्गोल नेसनल अर्गनाइजेसन केन्द्रीय सभाका प्रचार सचिव श्याम लिम्बुज्यू। उहाँसँग देशको समसामयिक विषयमा रहेर कुराकानी गर्नेछु। आउनुहोस् उहाँलाई स्वागत गरौँ। यहाँलाई कार्यक्रममा स्वागत छ। हस्, धन्यवाद। फागुन 21 गते हुने निर्वाचनको लागि तपाईँहरूले दल दर्ता पनि गराइसक्नुभयो। तपाईँहरूको तयारी अब कसरी अगाडि बढ्दैछ? दल दर्ता सम्पन्न भइसकेपछि निर्वाचन प्रयोजनको लागि हामीले दल दर्ता सम्पन्न गरिसकेका छौँ हिजो 1 गते। यसको मतलब भनेको अब हामी चुनावी तयारीमा जुट्नेछौँ भन्ने नै अर्थ दिन्छ। र अब हामी भोलिदेखि नै हामी गाउँ गाउँमा आफ्नो अभियान लिएर चाहिँ हामी अगाडि बढ्नेछौँ। निर्वाचन प्रयोजनको लागि तपाईँहरूले दल दर्ता गरिसक्नु भए पछाडि अहिले विभिन्न दलहरू चाहिँ समायोजन भएर 10-12वटा दलहरू एउटै बन्ने त्यसरी अगाडि बढिराख्नु भएको देखिन्छ भने तपाईँहरू चाहिँ पहिल्यैदेखि नै एक्लै नै लड्दै आइराख्नु भएको छ। अब तपाईँहरू बलियो हुँदै जानुभएको प्रमाणको रूपमा चाहिँ यो देखा परिराखेको छ। कसरी हेर्नु भएको छ? अन्य राजनीतिक दलहरूले गठबन्धन गर्ने, होइन, पार्टी एकीकरण गर्ने, तालमेल गर्ने भन्ने कुरा यो चाहिँ भर्खरैदेखि सुरु भएको होइन। र उनीहरूको अभियान भनेको चाहिँ हिजोको दिनदेखि नै, विशेष गरी धेरै अगाडिदेखि नै हो। यो चाहिँ सङ्गठनको स्थापना कालदेखि नै भन्दा पनि हुन्छ। र तपाईँको पहिलो संविधान सभाको निर्वाचन 2064 साल यतादेखि त झन् खुलेर नै यिनीहरूमा गठबन्धन, तालमेल, पार्टी एकीकरण जस्ता कुराहरू चाहिँ हुँदै आइरहेछ। यसको अर्थ चाहिँ हो मङ्गोल नेसनल अर्गनाइजेसनलाई कुनै पनि हालतमा सदनमा छेर्न दिनु हुँदैन भन्ने तरिकाले अगाडि बढेको देखिन्छ। र त्यसरी अगाडि बढेको देखिन्छ। र त्यो गर्न सकिएन भने कुनै न कुनै रूपमा मङ्गोल नेसनल अर्गनाइजेसन सदनभित्र छिर्न सक्छ। र सदनबाट आजसम्म त मङ्गोल नेसनल अर्गनाइजेसनले चाहिँ सडकबाट आफ्नो माग र मुद्दाहरू बुलन्द गर्दै आइरहेछ। त त्यही कुरा सडक र सदन दुवैतर्फबाट भयो भने चाहिँ शासकहरूको निमित्त चुनौती खडा हुन्छ भन्ने उनीहरूलाई छ, शासकहरूमा त्यो छ। त्यस कारणले गर्दाखेरि फेरि पनि कुनै न कुनै छिँडीबाट भए पनि सदनभित्र चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसन छिर्न सक्छ कि भन्ने उनीहरूलाई चिन्ता छ। र विशेष गरी यो फागुन 21 को निर्वाचनमा चाहिँ कुनै पनि हालतले छिर्छ भन्ने कुरामा शासकहरू आत्तिएको हामीले पाउँछौँ। र कुनै न कुनै एउटा उपाय निकालेर चाहिँ, होइन, मङ्गोल नेसनल अर्गनाइजेसनलाई फेरि पनि रोक्न र छेक्न सकिन्छ कि भन्ने खालको त्यो उपायको खोजीमा चाहिँ शासकहरू लागि परेको देखिन्छ। त्यो हिसाबले गर्दाखेरि हामी आज मात्रै बलियो भएर उनीहरू एकीकृत हुँदै आएको होइन कि हामी हिजोकै समयदेखि नै बलियो थियौँ। र बलियो प्रतिस्पर्धीको रूपमा अर्थात् प्रतिपक्षीको रूपमा चाहिँ हामी स्थापित छौँ। र उनीहरूले हामीलाई जसरी भए पनि रोक्नुपर्छ भन्ने हिसाबले यो सबै गतिविधि गर्दै आइरहेका छन्। र यो पालि चाहिँ हामी जसरी पनि छिर्छौँ भन्ने कुरामा चाहिँ हामी विश्वस्त छौँ। एक समय तपाईँहरूको नामै लिन नचाहने मूलधारका मिडियाहरू अहिले तपाईँहरूको व्यापक रूपमा चाहिँ तपाईँहरूको प्रचार प्रसार गर्दै तपाईँहरूलाई चाहिँ फलोअप गरिराखेको पाउन सकिन्छ। यो चाहिँ तपाईँहरूलाई पिक पोइन्टमा पुर्याउनको लागि उनीहरूले सहयोग गर्न खोजेको हो कि तपाईँहरूको चाहिँ जुन नकारात्मक कुराहरूलाई चाहिँ उनीहरूले बढी फैलाउनको लागि त्यसो गरिराखेको छ? यसमा चाहिँ दुवै कुरा देखिन्छ। पहिलो कुरा त उनीहरूको आफ्नो पनि चुनौतीको कुराहरू छन्। किनकि जति पनि नेपालमा लोकतन्त्रवादीहरू छन्, अर्थात् लोकतन्त्रलाई चाहना राख्ने र लोकतन्त्रलाई संस्थागत गर्न चाहने, व्यवस्थित गर्न चाहने र यसलाई चाहिँ दीर्घकालीन समयसम्म चाहिँ टिकाएर राख्ने, होइन, जोगाएर राख्ने जति पनि लोकतन्त्रवादी पक्षधरहरू, लोकतन्त्रवादी शक्तिहरू छन्, उनीहरूको संरक्षक चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसन हो भन्ने कुरामा उनीहरू विश्वस्त छन्, होइन। त्यस कारणले गर्दाखेरि मङ्गोल नेसनल अर्गनाइजेसनले चाहिँ लोकतन्त्रवादी पक्षधरहरूको अर्थात् लोकतन्त्रवादी शक्तिहरूको चाहिँ एउटा संरक्षकको रूपमा भूमिका निर्वाह गर्यो भनेदेखि हामी सबै लोकतन्त्रवादी शक्तिहरू चाहिँ सुरक्षित हुन्छौँ। र यदि मङ्गोल नेसनल अर्गनाइजेसनले चाहिँ लोकतन्त्रवादीहरूको संरक्षण गर्न सकेन, अर्थात् गरिदिएन, या चाहिँ पछि हट्यो या दायाँ बायाँ गरिदियो भने जति पनि सानातिना त्यस्ता समूह सङ्गठनहरू छन् जो लोकतन्त्र चाहन्छन्, लोकतन्त्र स्थापित भएको, संस्थागत भएको हेर्न चाहन्छन्, उनीहरूलाई चाहिँ लोकतन्त्र विरोधीहरूले चाहिँ एकैछिनमा, होइन, एकैछिनमा चाहिँ कराप झ्याप पार्न सक्छ, होइन, चराप चिरिप पार्न सक्छ भन्ने उनीहरूलाई डर छ। त्यस कारणले गर्दाखेरि मङ्गोल नेसनल अर्गनाइजेसनलाई अलिकति फोकस गरियो र अगाडि बढियो, होइन। अर्थात् मङ्गोल नेसनल अर्गनाइजेसनलाई चाहिँ
अगाडि लाएर आफू पछाडि पछाडि हिँड्न पाइयो भनेदेखि चाहिँ सुरक्षित भएर अगाडि बढ्न सकिन्छ हैन। आफ्नो पनि हक अधिकार र अस्तित्व सुनिश्चित हुन्छ हैन। र सबै कुराले हामी पनि सुरक्षित हुन्छौँ भन्ने उनीहरूको त्यो सोच विचार भएको कारणले गर्दाखेरि नै हामीले अलिकति फोकस गरेको हो कि भन्ने लाग्छ। अहिले पछिल्लो समयको देशको यो राज्य व्यवस्था परिवर्तनको जुन कुरालाई हेर्ने हो भने मङ्गोल नेसनल अर्गनाइजेसन जुनसुकै पनि बेला यो देशको जुन नेतृत्व गर्नको लागि चाहिँ आउन सम्भव छ भन्ने देखिएको छ। यसलाई चाहिँ तपाईँहरूले कुन रूपमा हेर्नु भएको छ? त्यो चाहिँ विशेष गरी जनतामा आएको राजनीतिक चेतना त्यो चाहिँ जनतामा आएको राजनीतिक चेतनाको त्यो आमूल परिवर्तनको उपज हो भन्छौँ। किनकि नेपाली जनताले सबै राजनीतिक दल र तिनका नेताहरूलाई पटक पटक जिताएर पठाए, तर मुलुकमा कहीँ कतै हैन परिवर्तनको आवाजहरू उनीहरूले गर्न सकेन, अर्थात् नेपाली जनताले गर्न सकेनन्। त्यस कारणले गर्दाखेरि अब सबै पार्टीबाट चाहिँ अगाइसकेको स्थिति छ जनताहरू हैन। त्यस कारणले गर्दाखेरि अब अरू पार्टीबाट चाहिँ हुँदैन हैन। देशमा कुनै पनि किसिमको आमूल परिवर्तनको छाँटकाट चाहिँ अन्य राजनीतिक पार्टीहरूमा नदेखेको कारणले गर्दाखेरि अब अन्तिम विकल्पको रूपमा चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसनलाई नै 3 करोड नेपाली जनताले चाहिँ ठान्दै मान्दै आइरहेको कारणले गर्दाखेरि चाहिँ यो स्थिति सिर्जना भएको हो हैन। नत्र भनेदेखि त हिजोको दिनमा त मङ्गोल नेसनल अर्गनाइजेसनले एक सिट पनि जितेन, यता त्यता हैन, एउटा वडा अध्यक्ष पनि वडा सदस्य पनि जितेन भन्दै आउने हैन जनताहरूले अबको विकल्प चाहिँ देख्न छाडे हैन। अब नेपाली जनता चाहिँ विकल्पहीन भइसक्यो क्या हैन। कोही बेला त उनीहरूले पहिला त के सम्झिन्थ्यो भने अनि काङ्ग्रेसले पो बिगारेको त एमाले ठिक छ, अनि एमाले बिगारेको त माओवादी ठिक छ, माओवादीले बिगारेको त रासपा ठिक छ भन्ने खालको विकल्पको खोजीमा थियो नि त उनीहरू हैन। नेपाली जनताहरू विकल्पको खोजीमा थिए, तर अब चाहिँ सबै एकै ड्याङ्गा मुलाहरू रहेछन् हैन। र यिनीहरूबाट चाहिँ हुँदैन रहेछ हैन। विशेष गरी अब चाहिँ नेपाली जनतामा चाहिँ यो देशको शासन सत्तामा चाहिँ मङ्गोल फेसको मान्छेहरू नै हैन, मङ्गोल फेसको मान्छेहरू नै नेतृत्वमा आउनुपर्छ। देशको ताला चाबी चाहिँ मङ्गोल मुलकाहरूकै हातमा आउनुपर्छ भन्ने निष्कर्षमा चाहिँ बृहत जनता पुगिसकेको अवस्था हो यो। अहिले देशमा व्यापक रूपमा जुन राष्ट्रिय झन्डा चन्द्रसूर्य अङ्कित राष्ट्रिय झन्डा पनि एउटा प्रचारमा आइराखेको छ भने तपाईँहरूको मङ्गोल नेसनल अर्गनाइजेसनको खुकुरी तारा अङ्कित झन्डा पनि व्यापक रूपमा अहिले यो 2वटा झन्डा चाहिँ व्यापक रूपमा प्रचारमा आइराखेको छ। यसले चाहिँ समाज 2 ध्रुवतर्फ केन्द्रीकृत भएको हो कि भन्ने देखिन्छ। यसले चाहिँ देशलाई अथवा समाजलाई कस्तो खालको प्रभाव पार्ला के लाग्छ तपाईँलाई? नेपाली जनता पहिलादेखि नै 2 खेमामा विभक्त थिए र नेपाली जनता 2 खेमामा विभक्त हुनुको कारण दोषी जनता होइन, शासकहरू नै हो। किन भन्दाखेरि नेपालको शासकहरूले नेपालको 80% मूलवासी मङ्गोलहरूलाई कहिले पनि आफ्नो जनता ठान्न सकेन हैन। भन्नुको मतलब नेपाल 2064 सालको अन्तरिम संविधान जारी हुनुभन्दा अगाडिसम्म पनि नेपाल हिन्दू राष्ट्र हो, हिन्दू राष्ट्र थियो हैन। र नेपाल चाहिँ हिन्दू राष्ट्र हुनु भनेको त्यो 20% खस आर्य हैन, अर्थात् ब्राह्मण र क्षेत्री समुदायको मात्रै राष्ट्र हो भनिएको घुमौरो पारामा हैन। त्यस कारणले गर्दाखेरि ती शासकहरूको भावनामा चाहिँ एउटा रङ्गभेदी वर्णभेदी सोच हैन त्यो चाहिँ बरकरार रहेको कारणले गर्दाखेरि र हिजोको शासकहरूले नेपालको 80% मूलवासी मङ्गोलहरूलाई चाहिँ कहिले पनि आफ्नो जनता चाहिँ ठान्न सकेन र उनीहरूले सेवाको हिसाबमा सेवा उपलब्ध गराउने हैन, तपाईँको जागिर उपलब्ध गराउने र विभिन्न सरकारी उच्च तहहरूमा नियुक्ति गर्ने कुराहरूमा सबै ती 2वटा खस आर्य समुदायलाई मात्रै फोकस गरेर चाहिँ नीति निर्माणहरू गर्ने काम गरे। त्यो किन गरे त भन्दाखेरि यहाँको 80% मूलवासी मङ्गोलहरूलाई ती अवसरहरू चाहिँ प्रदान गर्नु हुँदैन भन्ने त्यो सोचबाट उनीहरू अभिप्रेत थिए। किन थिए त भन्दाखेरि यहाँको 80% मूलवासी मङ्गोलहरू पनि यहीँकै जनता हुन् है, हाम्रै जनता हुन् है भन्ने खालको यहाँको शासकहरूले त्यो सोच राख्न सकेन हैन। त्यस कारणले गर्दाखेरि हिजोको शासकहरूको त्यो खालको एउटा वर्णभेदी नीतिको कारणले गर्दाखेरि अर्थात् विभेदकारी सोचको कारणले गर्दाखेरि यो देशको हैन जनताहरू चाहिँ 2 खेमामा हैन विभक्त हुँदै गयो हैन। यसो नस्लको हिसाबले वर्णको हिसाबले अलग अलग खालको अर्थात् खस आर्यको वर्ण अलग, यहाँको मूलवासी मङ्गोलहरूको वर्ण अलग भए तापनि शासकहरूले व्यवहार गर्दाखेरि एकै खालको व्यवहार गरिदिएको थियो भनेदेखि त्यो खालको सोचहरू हैन, त्यो खालको अवस्थाहरू आउने थिएन। तर शासकहरूले नै विभेदकारी कदमहरू चाल्दै अगाडि बढ्दै गरेको कारणले गर्दाखेरि चाहिँ त्यो चाहिँ अझै बढी छाङ्गेर गइरहेको छ। र
तपाईँलाई म अर्को कुरा के पनि स्पष्ट गर्न चाहन्छु भने एकजनाले लेखेको छ यहाँको खसारे शासकहरू चाहिँ नेपालप्रति भन्दा पनि भारतप्रति बढी वफादार छन् भन्ने खालको हिसाबले लेखेका थिए। के लेखेको थिए त भन्दाखेरि एकजनाले तपाईँको बाहुनहरूलाई चाहिँ यो हिमालबाट कलकल बगेको पानी चाहिँ पवित्र लाग्दैन, तर भारतको गङ्गा जल चाहिँ पवित्र लाग्छ भन्छ नि त। त्यो हिसाबले लेखेको छ क्या। यिनीहरूले पवित्र गङ्गा जल भन्छ, तर पवित्र जल त कहाँको त भन्दाखेरि हिमालको होइन। त्यो हिमालबाट त हिउँ पग्लेर आएको पानी चाहिँ पवित्र हुन्छ, तर नेपालमै रहेको हिमालको पानी त्यति धेरै पवित्र हुँदा हुँदै पनि उनीहरूले त्यसलाई पवित्र नठानेर किन गङ्गाको पानीलाई चाहिँ पवित्र ठाने त भन्दा उनीहरूको अस्तित्व त्यहाँसँग जोडिएको छ होइन। तपाईँको भर्खर एउटा दुर्गा पर्साईको एउटा स्ट्याटस आयो, उसले के भन्यो त भन्दाखेरि नेपाललाई चाहिँ भारतको एउटा स्टेट बनाइदिउँ भन्नेसम्मको पनि वक्तव्य आयो। भन्नुको मतलब उनीहरू चाहिँ त्यतैतिर बढी होइन, त्यतैपट्टि चाहिँ बढी वफादार रहेछ भन्ने कुरा देखियो। र अहिले यिनीहरूले चाहिँ नेपालमा जुन राष्ट्रिय झन्डा बनाइएको छ होइन, 2 त्रिकोणात्मक जुन चन्द्रसूर्य अङ्कित झन्डा छ, त्यो नेपालको राष्ट्रिय झन्डा बनाइएको छ, तर त्यो वास्तवमा राष्ट्रिय झन्डा नभएर त्यो अराष्ट्रिय झन्डा हो। किन भन्दाखेरि त्यो चाहिँ भारतको रजौटा पृथ्वीराज चौहानले भारतमा उहिल्यै होइन आफ्नो राज्यमा चाहिँ राष्ट्रिय झन्डाको रूपमा चाहिँ उसले प्रयोग गरिसकेको झन्डा हो। र त्यही झन्डालाई चाहिँ उनीहरूले काँधमा भिरेर हिँड्नु होइन, तपाईँको त्यो चाहिँ फरफराएर हिँड्नुको पछाडि फेरि पनि उनीहरू उतैपट्टि नै बढी वफादार छन् होइन। र उनीहरू चाहिँ एउटा हाम्रो महामानव डाक्टर गोपाल गुरुङजीले पनि लेख्नु भएको छ कि बाहुन क्षेत्रीहरू चाहिँ भारतीय भन्दा पनि बढी भारतीय छन् सोचको हिसाबले भनेर पनि लेख्नु भएको छ। र तीर्थधामको हिसाबले पनि होइन, पशुपतिनाथ यी भए तापनि यिनीहरू चाहिँ यहाँभन्दा बढी कहाँ धाउँछन् त भन्दाखेरि होइन भारतको हिन्दू मन्दिरहरूमा बढी धाइरहेको हुन्छ। त्यो हिसाबले पनि उनीहरू उतैपट्टि बढी वफादार देखिन्छ। त्यस कारणले गर्दाखेरि यो चाहिँ राष्ट्रवादीहरूले चाहिँ अब मङ्गोल नेसनल अर्गनाइजेसनको झन्डा बोकेर हिँडिरहेको छ होइन। देशमा समृद्धि होइन, देशमा चाहिँ रोजगारी समृद्धि, देशको आमूल परिवर्तन चाहनेहरूले चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसनको होइन खुकुरी तारा अङ्कित झन्डा चाहिँ फरफराएर हिँडिरहेको छ भनेदेखि ती साम्राज्यवादी शासकहरू होइन जो चाहिँ भारतप्रति चाहिँ बढी वफादार छ, उनीहरू चाहिँ विदेशीहरूको चाहिँ छत्रछायामा यहाँको 80% मूलवासी मङ्गोललाई जहिले पनि शासित बनाएर राख्नुपर्छ, शोषण र दमन गरेर राख्नुपर्छ भन्ने सोच बोकेकाहरूले चाहिँ त्यो झन्डा अराष्ट्रिय झन्डा बोकेर हिँडिरहेको हामीले देख्न पाउँछौँ। अब तपाईँहरूले जुन रूपमा तानाशाहको जुन किल्ला छ त्यो किल्ला ढालेर तपाईँहरू अगाडि बढिरहनुहुन्छ। हजुर, अहिले विश्वमा पनि एउटा खालको ध्रुवीकरण देखिएको छ कि अब को सुपर पावर बन्ने भन्ने सिलसिलामा यो असंलग्न परराष्ट्र नीति जो नेपालमा छ त्यो सँगसँगै अब फेरि पनि यो देशले चाहिँ ब्रिक्स अथवा G7 दुईटालाई चाहिँ एउटामा रोजेर जानुपर्ने अवस्था आएको छ। तपाईँहरूले चाहिँ कसरी समर्थन गर्दै अथवा कसरी अगाडि बढ्दै हुनुहुन्छ? मङ्गोल नेसनल अर्गनाइजेसनले चाहिँ कहिले पनि छिमेकी देशहरूको विरुद्धमा जान सक्दैन होइन। छिमेकी देश भन्नाले भारत चाइनाको विरुद्धमा जान सक्दैन होइन, र जानु हुँदैन पनि। त्यो हिसाबले गर्दाखेरि मङ्गोल नेसनल अर्गनाइजेसनले चाहिँ ब्रिक्सलाई नै समर्थन गरेर अगाडि बढेको अवस्था छ यतिखेर होइन। र उदाउँदो शक्तिको हिसाबले पनि होइन, उदाउँदो सुपर पावरको हिसाबले पनि होइन, एउटा राइजिङ पावरको हिसाबले पनि चाइना रसियाहरू नै अहिले चाहिँ सुपर पावरको रूपमा उदाउँदै गरेको देशहरू हुन् होइन। र त्यसलाई चाहिँ हामीले नागेर होइन, त्यसबाट चाहिँ ती छिमेकी देशहरूबाट सँग चाहिँ हामीले शत्रुतापूर्ण सम्बन्ध राखेर हामी अगाडि बढ्न सक्दैनौँ होइन। र उनीहरूसँग हामीले मित्रतापूर्ण सम्बन्ध कायम गर्न सक्यौँ भने उनीहरूको सफलता उनीहरूको समृद्धिसँगै हाम्रो मुलुकमा पनि समृद्धि छाउने हो होइन। र उनीहरूसँग चाहिँ हामीले शत्रुतापूर्ण सम्बन्ध राख्यौँ भनेदेखि चाहिँ युक्रेनले जुन अवस्था भोग्यो त्यो अवस्था भोग्नको लागि हामी तयार हुनुपर्छ। र सरकारमा रहेको एउटा राजनीतिक दलले छिमेकी देशहरूसँग शत्रुतापूर्ण व्यवहार होइन, शत्रुतापूर्ण सम्बन्ध कायम गर्यो भने त्यो दलले, त्यो पार्टीको नेताले मात्रै त्यसको चाहिँ परिणाम भोग्दैन। 3 करोड नेपालीले नै त्यसको परिणाम
भोग्नुपर्छ। जस्तो कि उदाहरणको रूपमा युक्रेनको राष्ट्रपति जो स्वतन्त्र उम्मेदवार थिए हैन, भोलिदिमिर जेलेन्स्की भन्ने, उसको पार्टीको निर्णयले हैन, त्यो राष्ट्रपतिले र त्यो पार्टीले मात्रै सजाय भोगेन नि, त्यहाँको सारा जनताले, त्यो देशले त्यसको दुष्परिणाम भोग्न तयार हुनु पर्यो हैन। त्यसकारणले गर्दाखेरि त्यस्तो मूर्खतापूर्ण सम्बन्ध हामी राख्न चाहदैनौँ र हामीले कुनै पनि देशसँग चाहिँ अब दुश्मनी अर्थात् शत्रुतापूर्ण सम्बन्ध राखेर हामी अगाडि बढ्न चाहदैनौँ। विशेष गरी छिमेकी देशहरूसँग चाहिँ हामीले सुमधुर सम्बन्ध राखेर नै हामी अगाडि बढ्नुपर्ने हुन्छ। अहिले सुपर पावर बन्दै गरेको देशको राष्ट्राध्यक्ष आएर केही वर्ष अगाडि हाम्रै देशमा आएर चाहिँ बुद्ध दर्शन चाहिँ हाम्रो देशको पनि स्थानीय धर्म हो भनेर उहाँले भन्नुभएको थियो र तपाईँहरूले पनि बुद्ध दर्शन र मङ्गल दर्शनलाई एउटा परिपूरक रूपमा लिएर अगाडि बढिराख्नु भएको छ। यहाँनिर चाहिँ उहाँले भन्नुभएको कुराहरूमा कतिको मेल खाना आउँछ र तपाईँहरूले भन्नुभएको यो परिपूरक रूपमा चाहिँ कतिको महत्त्व छ बताइदिनुहोस् न। उसले पनि छिमेकी देशको राष्ट्राध्यक्ष नेपालमा आएर जुन कुरा बोल्नुभयो त्यो धेरै महत्त्वपूर्ण कुरा हो हैन, र हाम्रो सोच पनि त्यही नै हुनुपर्ने हो र हाम्रो सोच पनि त्यही नै छ। तर यहाँको शासकहरूको सोच चाहिँ हैन ठिक उल्टा भएको कारणले गर्दाखेरि हैन, छिमेकी देशले हामीसँग मित्रताको हात फैलाउन चाहन्छ, हामी जनताको स्तरबाट पनि हामी मित्रताको हात अगाडि बढाउन चाहन्छौँ। तर शासकहरूले चाहिँ शत्रुतापूर्ण व्यवहार गरेको कारणले गर्दाखेरि चाहिँ मुलुकले यो दुर्गति भोग्न परिरहेको छ हैन। विगतमा हामीले 6 महिना नाकाबन्दी भोग्न पर्यो हैन, कसको कारणले गर्दाखेरि भन्दा यहाँको शासकहरूको कारणले गर्दाखेरि हैन। त्यसकारणले गर्दाखेरि छिमेकी देशहरू जसको छेउमा नेपालको कुनै पनि स्थिति छैन अहिले हैन, कुनै पनि चाहिँ त्यो औकात छैन भनौँ न, या हाम्रो देशको शासकहरूले चाहिँ मुलुकको अवस्था त्यस्तो बनाइदिएको छ हैन। तर पनि त्यस्ता सुपर पावर चाइना त कति वर्ष पछाडि चाइनाको राष्ट्रपति नेपालमा आएको हैन, धेरै लामो ग्यापमा आएको हो नि त। त्यो केले गर्दा त भन्दाखेरि यहाँको शासकहरूको हैन दुष्टतापूर्ण नीतिको कारणले गर्दाखेरि यो भइरहेको छ नि त। विगतको हामीले उदाहरण हेर्ने भने पनि नेपालमा जति पनि कल कारखाना उद्योग धन्दाहरू खोलिदिए त्यो त चाइना र रसियाले खोलिदिएको हैन। किन त भन्दाखेरि नेपालीहरू चाहिँ आत्मनिर्भर भयो भने कसैलाई पनि हात फैलाउनु पर्दैन। हात फैलाउन नपरिसकेपछि यिनीहरू कसैको पनि कब्जामा रहँदैन, स्वतन्त्र हुन्छन्, स्वतन्त्र हिसाबले निर्णय गर्न सक्छ भन्ने हिसाबले चाहिँ छिमेकी देशहरूले, रसिया चाइनाहरूले नेपालमा धेरै कल कारखानाहरू खोलिदिएका थिए। तर पछि त्यो सबै बन्द गराइदिए। बन्द गराइदिइसकेपछि यहाँको जनताहरू, यहाँको चाहिँ सङ्घ संस्थाको नेतृत्वकर्ताहरू के भयो त भन्दाखेरि बाँच्नको लागि, हाइफाई जीवन जिउनको लागि पनि तपाईँको युएसएडहरूमा, एनजिओ आइएनजिओहरूमा चाहिँ भर पर्नुपर्ने स्थितिको सिर्जना भयो हैन। त्यस कारणले गर्दाखेरि अहिले पनि हामी यो अवस्थामा हुनुको पछाडि छिमेकी देशहरूको ठुलो भूमिका छ। छिमेकी देशहरूले नै हामीलाई यो अवस्थामा चाहिँ ल्याइपुर्याएको छ। हामी यो अवस्थामा हुनुको पछाडि चाइना रसियाहरूको ठुलो हात छ, नत्र भने यतिखेर हामी नाङ्गे भुदुङ्गे भएर हिँड्नुपर्ने स्थिति चाहिँ हुन्थ्यो। त्यसरी अगाडि बढ्दै जाने क्रममा चाहिँ बुद्ध दर्शनले कतिको स्थान पाउँछ अथवा मङ्गल दर्शनले चाहिँ कतिको स्थान पाउँछ भन्ने ठाउँमा तपाईँहरू आइपुग्नु भएको हो? अब बुद्धको दर्शन भनेको समानता, स्वतन्त्रता र भातृत्वमा आधारित हो र कुनै पनि मुलुकले प्रगति गर्छ भने यो तीनटा आधारलाई टेक्नै पर्छ हैन। समानता, स्वतन्त्रता र भातृत्वको भावना कुनै पनि मुलुकको जनतामा त्यो सद्भावलाई चाहिँ सुरक्षित राख्न सक्यो भने त्यो मुलुकले चाहिँ प्रगति गरेर जान्छ हैन। अहिले नेपालको प्रगति किन हुन सकेन त हैन भन्दाखेरि 3 करोड नेपालीमा एकताको भावना छैन। किन एकताको भावना छैन त भन्दाखेरि त्यहाँ समानताको कुराहरू छैनन्, स्वतन्त्रताको कुराहरू छैनन्, भातृत्वको कुराहरू छैनन् हैन। यसो हेर्ने बित्तिकै यो बाहुन रहेछ, यसो हेर्ने बित्तिकै यो क्षेत्री रहेछ हैन, यसो हेर्ने बित्तिकै यो दलित रहेछ हैन भन्ने खालको जुन भावना छ नि, यो चाहिँ एकताको भावना होइन हैन। यो चाहिँ कहिले पनि 3 करोड नेपालीलाई एकताको सूत्रमा बाँध्नै नदिने भावना हो हैन। र यो किन भइरहेछ त भन्दाखेरि तपाईँको अहिले हामी कामी दमाई भन्ने बित्तिकै हैन यस्तो अवस्थामा पुर्याएको छ कि मङ्गोल नेसनल अर्गनाइजेसनले चाहिँ ठ्याक्कै बुद्धकै सिद्धान्त बोकेर लोकतन्त्र, समानता, स्वतन्त्रता, भातृत्वको सिद्धान्त बोकेर अगाडि बढिरहेको छ
र यतिसम्म भनेको छ कि तपाईँको कामी दमाई पनि सार्की पनि मङ्गोलै हो। हामी सो सराहको मान्छे कोही पनि उसले छैन है, कुनै भेदभाव छैन, सबै मान्छे समान हो भनेर भन्दैखेरि पनि भनिराख्दाखेरि पनि उनीहरूलाई त्यो खालको महसुस भइरहेको हुँदैन क्या होइन। तपाईँ कामी दमाई सार्की होइन, जसलाई चाहिँ तपाईँको अति शूद्र बनाइयो होइन, उसलाई चाहिँ तपाईँको पानी नचल्ने जात घोषणा गरियो। हामी सँगै मङ्गोल नेसनल अर्गनाइजेसनको नेता कार्यकर्ताहरू सँगै बसेर खाइरहेको हुन्छ, उनीहरूसँग सँगै बसेर बोलिरहेको हुन्छौँ, तर पनि उनीहरूको भावनामा चाहिँ साँच्चै नै हामी पनि उनीहरू बराबरको हो र होइन, हामी पनि उनीहरू जस्तै हो र भन्ने खालको अझै पनि त्यो भावनाको विकास भइरहेको छैन भनिसकेपछि यहाँको शासकहरूले कति धेरै दमन गरेको थिएछ त होइन, कति धेरै चाहिँ तपाईँको पशुवत व्यवहार गरेको रहेछ भन्ने कुरा त्यहाँबाट पनि देखिन्छ। र त्यो जसलाई चाहिँ पानी नचल्ने र अछुत घोषणा गरियो नि, उनीहरूमा पनि हामी पनि अरू सो सराहको मान्छे हो, हामी पनि बराबरीको हैसियत राख्ने मान्छे हो भन्ने भावनाको विकास त्यसरी उठाउन सकिँदैन उनीहरूको भावनालाई, तबसम्म मुलुकको प्रगति सम्भव छैन है। यो हेर्ने बित्तिकै त यो क्रिस्चियन पो रहेछ होइन, यसो हेर्ने बित्तिकै यो त मुस्लिम पो रहेछ, हेर्ने बित्तिकै त सिख पो रहेछ, जैन पो रहेछ होइन, अनि यसो हेर्ने बित्तिकै त पहाडे रहेछ, यसो हेर्ने बित्तिकै त मधेसी रहेछ। यो भावनाबाट 3 करोड नेपाली जनतालाई उठाएर होइन हामी सबै नेपाली एक हौँ, बराबरी हैसियत राख्ने हौँ भन्ने खालको त्यो सोचको विकास गर्न सकेन मुलुकले प्रगति गर्न सक्दैन। तर यो खालको विकास, यो खालको सोच र भावनाको विकास चाहिँ यहाँको शासकहरूले कहिले पनि हुन दिएन। कसरी दिएन त भन्दाखेरि अब तामाङहरूकै इतिहास पढ्दाखेरि तामाङहरूलाई चाहिँ तपाईँको सेनामा पनि पिपाभन्दा माथि चाहिँ जागिर दिनु हुँदैन है होइन। गुरुङले पनि पत्रिका चलाउने हो र होइन, गुरुङले पनि राजनीति गर्ने हो र, बन्दुक पो बोक्ने हो त भन्ने खालको यहाँको शासकहरूको सोच भएपछि त्यो एकताको भावना आउँदैन। एकताको भावना नआइसके पछाडि त्यो मुलुक शक्तिशाली बन्दैन होइन। जस्तो कि मैले एउटा च्यानलमा हेरेको थिएँ, चाइनामा लगभग अहिले 1.5 अर्ब जनसङ्ख्या छ होइन। त 1.5 अर्ब जनसङ्ख्या रहेको चाइनामा त चाइनिजसँग होइन कुनै पनि अर्को देशको जनताले झगडा गर्यो भने त्यहाँको एउटा पनि चाइनिज चाहिँ विदेशीको पक्षमा लाग्दैन अरे क्या। त्यो पनि एकताको भावना हो नि त होइन। त्यो भावना छ त यहाँ होइन। भोलि कुनै पनि देशसँग हामीले लड्नु पर्यो भने होइन, यहाँको देशको मानिलो प्रधानमन्त्रीले चाहिँ ल 3 करोड नेपाली जनता चाहिँ अब एकजुट भएर होइन ती विदेशी शक्तिको चाहिँ प्रतिकार गर्नुपर्छ भनेर चाहिँ कसैले कुनै पनि शासकले आह्वान गर्यो भने यहाँको 3 करोड नेपाली जनता उसको पछाडि त्यो नेतृत्वको त्यो नेताको पछाडि लाग्न तयार छैन होइन। त्यस कारणले गर्दाखेरि जबसम्म चाहिँ एउटा देशको शासकले अथवा नेतृत्वले होइन 3 करोड नेपाली जनतालाई आफ्नो देशको सुरक्षार्थ तिमीहरू खडा भएर उठ होइन, सारा शक्ति लगाएर उठ भन्दाखेरि 3 करोड नेपाली जनता चाहिँ जराकजुरुक खडा हुने स्थिति हुँदैन नि, तबसम्म मुलुक अगाडि बढ्दैन होइन। त्यस कारणले गर्दाखेरि समानता, स्वतन्त्रता र भातृत्व त्यो माग र मुद्दा लिएर चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसन अगाडि बढिरहेको छ होइन। र अब जति पनि देशहरू, अब छिमेकी देश चाइनाकै कुरा मैले अघि गरेँ होइन, उनीहरू किन यति धेरै शक्तिशाली छ त भन्दाखेरि मैले अघि पनि भने एउटा चाइनिज पनि विदेशीको पक्षमा लाग्दैन, आफ्नै देशको जनताको पक्षमा लाग्छ भने त्यसले चाहिँ एकताको भावना दर्शायो नि त, त्यसैले यो मुलुकलाई बलियो बनाउने। तर यहाँनिर मानिलिउँ प्रचण्डकै उदाहरण लिउँ न, प्रचण्डले 10 वर्ष जङ्गलमा रहेर उसले लडाइँ लड्यो होइन। कसले साथ दियो त भन्दाखेरि त्यही राई, लिम्बू, तामाङ, गुरुङ, मगरले साथ दियो। फेरि प्रचण्डले के भन्यो, फेरि सत्ताबाट बाहिर भएपछि अब म फेरि जङ्गल पस्छु भनौँ होइन। प्रचण्डले म जङ्गल पस्छु त भनौँ, तर लु अब हामी सबै जङ्गल पस्छौँ भन्दाखेरि कोही पस्नेवाला छैन होइन, छैन नि त हो। यस्तो खालको भावना भइसकेपछि हुँदैन। एउटा नेतृत्वले आवन भोलि मङ्गोल नेसनल अर्गनाइजेसन शासन सत्तामा आइसकेपछि 3 करोड नेपालीलाई चाहिँ एकताको सूत्रमा बाँधेर होइन मुलुकलाई अगाडि बढाउने त्यो लक्ष्य, त्यो सोच राखेर अगाडि बढिरहेको छ र त्यो हुन्छ। अहिले संसारमा बिरलै भएका जुन घटनाहरूमध्ये देशमा एउटा खालको 6 महिनाको आफ्नो आयु आफैले तोकेर आएको सरकार छ। तपाईहरूले देशको समग्र बहुसङ्ख्यक जनताहरूको हितका लागि काम गर्दै हुनुहुन्छ। यो अहिलेको सरकारको जुन दुर्दशा अथवा त्यो कार्यशैली हेर्दाखेरि कस्तो देख्नुहुन्छ भविष्य?
यो चाहिँ अब परिस्थितिजन्य अवस्था हो होइन। परिस्थितिजन्य अवस्थामा यो अब जुन 6 महिने अन्तरिम सरकार गठन भएको छ यो परिस्थिति अनुसार यो ठिकै छ होइन। र यसको काम भनेको निर्वाचन गराउने हो होइन। सफलतापूर्ण चाहिँ यो निर्वाचन सम्पन्न गराउने यसको म्यान्डेट हो र यो गराउनुपर्छ र गराउँछ भन्नेमा हामी आशावादी छौँ। अहिलेको जुन जेन्जी पुस्ताको आन्दोलनबाट भएको जुन विद्रोहबाट चाहिँ अब सबै विघटन भएको छ, कतिपयले चाहिँ अब पुनर्स्थापना गर्नुपर्छ भनेर लागिराखेका छन् भने अघि तपाईँले भन्नुभयो जस्तै के अराजक व्यक्तिहरूलाई चाहिँ म भारतबाट चाहिँ यति जनसङ्ख्या मानिस ल्याएर चाहिँ आन्दोलन गर्छु भन्ने खालको उत्पटाङ खालका आफ्नो वक्तव्यहरू पनि व्यक्त जारी गरेका छन्। यी सबै कुरालाई एउटा राजनीतिज्ञको नेतृत्व जुन आँखाबाट हेर्दाखेरि चाहिँ कस्तो लाग्छ हजुरलाई? यो मुलुकको शासन सत्तामा कहिले पनि यो मुलुकलाई माया गर्ने, यो मुलुकप्रति इमान्दार र वफादार रहेको शासक हामीले कहिले पनि पाएनौँ। परिणामस्वरूप हामीले यो अवस्था भोगिरहेका छौँ होइन। त्यस कारणले गर्दाखेरि त्यो जति पनि मिडियामा आइरहेको आवाजहरू छ होइन, चाहिँ तपाईँको के भन्छ सामाजिक अभियन्ता भन्छ होइन, कोही के भन्छ कोही के भन्छ, कोही पत्रकार भन्छ कोही के भन्छ, यिनीहरू कोही पनि मुलुकप्रति इमान्दार छैनन् होइन। जति पनि मिडियाले हाइलाइट गरेका व्यक्तिहरू देखा परे होइन, यतिसम्म कि मिडियाले तपाईँको कुलमान घिसिङलाई हिरो बनाउने काम गर्यो, सन्देश कुरेतलाई चाहिँ अब हिरो बनाउने काम गरे होइन। त्यस्तै अब विभिन्न अभियन्ताहरू छ, तिनीहरूको नाम नलिउँ, तिनीहरूलाई पनि हाइलाइट गर्ने काम भयो। र तिनीहरू कुनै न कुनै रूपमा त्यो डलर प्रदान गर्ने, डलर खुवाउने त्यो सङ्घ संस्थासँग जोडिएको भन्ने कुरा चाहिँ होइन। त्यति मात्रै होइन, तपाईँको संवाददाता समाचार दाताहरू होइन, जति पनि मिडियाकर्मीहरू छन् उनीहरू पनि कुनै न कुनै तिनै डलरवादी सङ्गठनसँग जोडिएको हामीले पायौँ होइन। त्यस कारणले गर्दाखेरि यो मुलुकप्रति कोही पनि इमान्दार रहेनछन् भन्ने कुरो अब अहिले पनि तपाईँको नयाँ नयाँ पार्टीहरू खोलेर अगाडि बढिरहेका छन् र उनीहरू पनि अब हाम्रो दृष्टिकोणबाट हेर्दाखेरि चाहिँ उनीहरू नाङ्गै छन्, तर सर्वसाधारणले आम जनताले हेर्दाखेरि चाहिँ कपडाले ढाकिएका जस्तै देख्छन्। तर उनीहरूको सक्कली रूप होइन, यिनीहरू त नक्कली मयूरहरू हो, नक्कली डाँफेहरू हो र यिनीहरूको केही समय पछाडि यिनीहरूको रङ उड्छ होइन। सक्कलीको भए रङ उड्दैन थियो, रङ दलेर चाहिँ रङ्गिन भएर चाहिँ डाँफे जस्तो मयूर जस्तो भएर यिनीहरू हेरिरहेका छन्। यिनीहरूको हेर्दै जानु, यो चुनाव पछाडि यिनीहरूको रङ खुलिन्छ, खुलिसकेपछि रङ मात्रै खुलिन्छ होइन, यिनीहरूको प्वाखै झर्छ, प्वाख झरिसकेपछि यिनीहरू नाङ्गिन्छन् होइन। तर हामीले त देख्दाखेरि अहिले पनि यिनीहरू नाङ्गै छन्, तर आम जनताले चाहिँ नाङ्गै देख्नको लागि चाहिँ केही समय लाग्छ। यो अहिले जस्तो कङ्ग्रेस र एमालेको गठबन्धनमा सरकार गठन भएको थियो र कङ्ग्रेस र एमालेको जुन शासन सत्ताबाट अघाएर वाक्क दिक्क भएर नै नयाँ पुस्ताले चाहिँ तिनीहरूको विरुद्धमा यो आन्दोलन छेडेको र जो शासन सत्तामा रहेर मोज मस्ती गरिरहेका थिए होइन, संसद पुनर्स्थापना गर्नु भनेको चाहिँ त्यो बसी फेरि त्यो शासन सत्ता चाहिँ उनीहरूलाई हस्तान्तरण गर्नु। पहिला जसले चलाइरहेको थियो लु तिमीहरूले चलाऊ है भनेर फेरि उनीहरूलाई फेरि पनि होइन आनन्दसँगले उनीहरूलाई बसी उनीहरूलाई चाहिँ सत्ता हस्तान्तरण गर्नु जस्तै नै हो। उनीहरूले चाहेको परिकल्पना गरेको चाहिँ त्यो हो। तर जुन आन्दोलनले होइन सरकार चाहिँ ढल्यो र संसद विघटन हुन पुग्यो, यो चाहिँ नयाँ पुस्ताले त्यो चाहेर यो अवस्थाको सिर्जना भएको होइन। त्यस कारणले गर्दाखेरि यो अब तपाईँ अन्तरिम सरकार गठन भइसकेपछि र अन्तरिम सरकारले चाहिँ 6 महिनाभित्र निर्वाचन गराइसक्ने भन्ने जुन म्यान्डेट पाइसकेको छ, यो सबै कुरा हेर्दाखेरि अब मुलुक पछाडि फर्किने स्थितिमा छैन। त्यसमाथि पनि मङ्गोल नेसनल अर्गनाइजेसन अबको उदाउँदो सर्वशक्ति नै तपाईँको निर्वाचन प्रयोजनको लागि निर्वाचन आयोगमा गएर दल दर्ता गरिसकेपछि अब त्यो परिकल्पनादेखि बाहिरको कुरा हो। हिजोको जुन निर्वाचन आयोगमा तपाईँहरूको दलबल सहितको उपस्थिति देख्दाखेरि तपाईँहरूले एक हिसाबले चुनाव जितिसक्नुभयो। तर चुनाव जित्नको लागि तपाईँहरूले चुनाव चिन्ह कुखुराको भाले लिएर अगाडि बढिराख्नु भएको छ। आम जनताले चाहिँ अब कुखुराको भालेलाई चिनेर तपाईँहरूलाई किन सहयोग गर्न जरुरी छ? यो चाहिँ मङ्गोल नेसनल अर्गनाइजेसनले चुनाव चिन्ह कुखुराको भाले बोकेर
हामी गाउँ गाउँमा आज मात्रै गएको होइन, तपाईँको 36 वर्ष अगाडिदेखि गइरहेका छौँ। 18 वर्षमा मङ्गोल नेसनल अर्गनाइजेसनलाई वर्णभेदी रङ्गभेदी होइन निर्वाचन आयोगले दल दर्ता दिएन। 18 वर्षमा मङ्गोल नेसनल अर्गनाइजेसनले स्वतन्त्र हिसाबले चुनाव लड्यो र 18 वर्ष यता फेरि चुनाव दल दर्ता भएर चुनाव चिन्ह कुखुराको भाले लिएर हामी चुनावमा उत्रिरहेका छौँ होइन। हाम्रो अग्रजहरूदेखि लिएर अहिले हामी यो पुस्तासम्म चुनावमा हामी होमिरहेका छौँ र मङ्गोल नेसनल अर्गनाइजेसनले जितेन भन्ने कुरा होइन क्या। मङ्गोल नेसनल अर्गनाइजेसनले नजित्नु भनेको 3 करोड नेपालीले हार्नु हो क्या होइन। मङ्गोल नेसनल अर्गनाइजेसनलाई जिताएर नि जनताले पनि सँगै हारे र यो फागुन 21 गतेको निर्वाचनमा मङ्गोल नेसनल अर्गनाइजेसनको चुनाव चिन्ह कुखुराको भालेमा मतदान गरेर अत्यधिक बहुमतले मङ्गोल नेसनल अर्गनाइजेसनलाई विजय गराउनु भनेको या सरकारमा पुर्याउनु भनेको मङ्गोल नेसनल अर्गनाइजेसन र यसको नेताहरूले जित्नु होइन क्या। 3 करोड नेपाली जनताले पनि सँगै जित्नु र मुलुकमा आमूल परिवर्तनलाई चाहिँ आह्वान गर्नु हो, यो चाहिँ म भन्न चाहन्छु। तपाईँ मङ्गोल नेसनल अर्गनाइजेसन जुन प्रकाशन सभाको संयोजक पनि हुनुहुन्छ तपाईँ, जुनमा मङ्गोल नेसनल अर्गनाइजेसनका फाउन्डर प्रेसिडेन्ट डाक्टर गोपाल गुरुङज्यूले लेख्नुभएका पुस्तकहरू र सङ्गठनको पुस्तकहरू व्यापक रूपमा तपाईँहरूले अगाडि बढाइराख्नु भएको छ। हिजो चाहिँ चेतनाको हिसाबले तपाईँहरूले बाँडिराख्नु भएको थियो भने अहिले चाहिँ अब चुनाव जित्नको लागि तपाईँहरू पुस्तकहरू चाहिँ प्रकाशन गरेर अगाडि बढ्दै हुनुहुन्छ, यो विषयमा नै जानकारी गराइदिनुहोस् न। चुनाव जित्नु ठुलै कुरा हो। किन ठुलो कुरा हो भन्दा चुनाव जितेर सरकारमा पुगिसकेपछि, सदनमा पुगिसकेपछि धेरै कानुनहरू परिवर्तन गर्न सकिन्छ, संविधानहरू जनताको पक्षमा संशोधन गर्न सकिन्छ, त्यो ठुलो कुरा हो। तर त्यो मात्रै ठुलो कुरा होइन भन्ने कुरा पुष्टि कहाँबाट हुन्छ त भन्दाखेरि नेपाली कङ्ग्रेसले अहिलेसम्म आइपुग्दाखेरि कति पटक सरकार गठन गर्यो होला, शेरबहादुर देउवा आफै कतिचोटि प्रधानमन्त्री बन्यो होला, लगभग 6-7 चोटि त ऊ आफै बनिसक्यो होला। नेकपा एमाले कतिचोटि सरकार गठन गर्यो, केपी ओली कतिचोटि प्रधानमन्त्री बन्यो होइन। तपाईँको माओवादीकै कुरा गर्ने भने माओवादीले कतिचोटि सरकार गठन गर्यो होइन, कतिचोटि प्रचण्ड बाबुराम प्रधानमन्त्री भए। सबै कुरा त्यही ठुलो कुरा हुन्थ्यो भनेदेखि आज तिनीहरूको अभिगत यो हुन्थ्यो त, हुँदैन थियो नि। अहिले कङ्ग्रेसको अभिगत के छ, कङ्ग्रेसको नेताहरूको अभिगत के छ होइन। चुनाव त जितेको नै पटक पटक होइन। त्यस कारणले गर्दाखेरि एमाले पनि पटक पटक चुनाव जित्यो, पटक पटक सरकार गठन गर्यो होइन। आज तिनको पार्टीको अवस्था के छ, तिनको नेताको अवस्था के छ, माओवादीको पनि त्यही छ र जनताको अवस्था के छ होइन। उनीहरूको चाहिँ पार्टी, उनीहरूको नेतासँगै जनताको अवस्था के छ। त्यस कारणले गर्दाखेरि चुनाव जित्नु एक हिसाबले राष्ट्रको भलो चाहने, जनताको भलो चाहनेहरूको निमित्त चुनाव जित्नु अपरिहार्य पनि हो। तर देशद्रोहीहरूले, भ्रष्टाचारीहरूले चुनाव जित्नुको, सरकार गठन गर्नुको कुनै औचित्य रहेन रहेछ भन्ने कुरा त हामीले देख्यौँ नि त, यो जेनजीको आन्दोलनमा देखेन त होइन। तपाईँको नेकपा एमाले कतिजना जेनजीको आन्दोलनमा कति 78 जना मान्छे मार्यो होइन त, कसलाई मार्यो त, आफ्नै देशको जनतालाई मार्यो होइन। माओवादीको त्यो सशस्त्र युद्धमा 10 वर्ष होइन, त्यो सशस्त्र युद्धमा सरकारले कति मान्छे मार्यो, माओवादीले कति मान्छे मार्यो होइन। त्यस कारणले गर्दाखेरि सरकारमा पुग्नु ठुलै कुरा हो, तर देश र जनताप्रति वफादार छैन भने त्यो पार्टीले र तिनको नेताले जित्नु र सरकारमा पुग्नुको कुनै औचित्य रहेन रहेछ भन्ने कुरा चाहिँ यो जेनजीको आन्दोलन पछाडि प्रष्ट भयो। तिनको नेताहरूको हालत देखेर, देशको मुलुकको हालत देखेर, तिनको नेताहरूको र पार्टीको अवस्था देखेर चाहिँ त्यो मात्रै ठुलो कुरा होइन रहेछ भन्ने कुरोमा चाहिँ हामी प्रष्ट छौँ। त्यस कारणले यो पालि फागुन 21 गतेको निर्वाचनमा चाहिँ जनताले सही निर्णय गर्नेछ होइन। देश र जनताप्रति वफादार रहेका मङ्गोल नेसनल अर्गनाइजेसनको उम्मेदवारलाई र मङ्गोल नेसनल अर्गनाइजेसनलाई चुनाव चिन्ह कुखुराको भालेमा मतदान गरेर अब सदनमा चाहिँ र सरकारमा मङ्गोल नेसनल अर्गनाइजेसनलाई चाहिँ देख्न चाहिरहेका छन्, कुरिरहेका छन् भन्ने कुरामा चाहिँ हामी विश्वस्त छौँ। यहाँको महत्त्वपूर्ण समय र संवादको लागि यहाँलाई हृदयदेखि धेरै धेरै धन्यवाद। हस् पत्रकारज्यूहरू, तपाईँले पनि आफ्नो मिडियामा मलाई समय दिनुभयो, तपाईँलाई हृदयदेखि नै हार्दिक धन्यवाद।